हुन्छ सबैलाई जय मसी। मेरो नाम टिका तिमसिना। म यो लन्डन अन्टारियोमा क्यानाडामा आएको उनी 16-17 वर्ष भयो र प्रभुको सेवाकाई गर्दै यहाँनिर बसेका छौँ र 16 वर्ष भयो हामीले नेपाली चर्च क्यानाडामा सुरु गरेको। त्यहाँ हाम्रो आलिन पास्टर उहाँ हुनुहुन्छ, उहाँ गोरा हुनुहुन्छ, उहाँको चर्चमा हामीले सेवाकाई गर्दैछौँ र यहाँ यति बेलासम्मको अनुभवहरू चाहिँ बाइबल धर्मशास्त्रबाट हामीलाई धेरै अनुभवहरू दिएको छ र हामी थोरै बाइबल खण्डलाई हामीले हेर्नेछौँ। बाइबल खण्ड तपाईँहरू सबैले जानेको पुस्तक लुक्का, अनि यो लुक्का र चाहिँ सुसमाचारकै किताबबाट मैले बोल्न लागेको छु। यहाँनिर परमेश्वरको सम्बन्धमा है एउटा घनिष्ठ प्रेमहरूको विषयमा यस्तो प्रकारले लेखिएको छ। घनिष्ठ सम्बन्धहरू छ यहाँनिर चाहिँ कि एकजना मानिसका दुई भाइ छोरा थिए। दुई भाइ छोरामा एक भाइ छोराले, तपाईँलाई थाहा छ, एक भाइ छोराले अंशबन्ध मागेर ऊ आफ्नो घर छोडेर, परिवार छोडेर, अनि आमा बुवा छोडेर, दाजु छोडेर निस्केर गएको छन्। अनि उनी धेरै टाढा पुगिसकेपछि उनले लगेका सम्पत्तिहरू पनि उनले मासिसके छैन उनीसँग। विभिन्न प्रकारले मासे उनले, अनि तासजुवा खेले होलान्, रन्डीबाजी गरे भन्ने बाइबल धर्मशास्त्रले स्पष्ट गरिदिन्छ। अब त्यसो गर्दा गर्दै उनी धेरै लामो समयसम्म बस्दाखेरि त्यहाँनिर त्यो ठाउँमा एउटा अनिकाल लागेको थियो। त्यो अनिकाल परेको समयमा उसको पैसा पनि सिद्धियो। त्यस पछाडि चाहिँ उसले के गर्यो, एउटा गाउँमा हुने खाने मान्छेको घरमा गएर उसले नोकरी माग्यो। नोकरी यस्तो प्रकारको पायो उसले कि सुँगुर चराउने काम पायो। उसले चाहिँ सुँगुर चराउने काम पाउँदाखेरि उसले हुन्छ भन्यो, तर उसले खानपिन चाहिँ त्यो यहाँको मान्छेले दिएको छ वा छैन त्यो स्पष्ट गरेन। किनकि सुँगुर चराउँदाखेरि सुँगुरले खाएको चारो पनि खानसम्म उसले इच्छा गरेको थियो, खाएको छैन, त्यहाँ खानेसम्म इच्छा गरेको थियो, उसले भोक लागेको त्यस्तो प्रकारले। तर बादमा त्यहाँ के भयो, उसले सोच्यो, यसो मनमा सोच्यो, अहो म त धेरै टाढामा छु, परदेशमा छु, तर मेरो बाउको घरमा चाहिँ ज्यालादारीहरू, नोकरहरू प्रशस्त मात्रामा खान्छन्, पिउँछन्। अब म त्यसै गर्छु, जान्छु म भनेर उसको चेत घुरेको छ। चेत खुल्यो भन्छ बाइबलले, है, चेत खुल्यो भनेको छ। कतै तपाईँ र मेरो पनि परमेश्वरबाट थोरै अलग्गिएर है आफ्नो खुसीमा, आफ्नो मनमर्जीमा गर्दाखेरि, है मनमोजा गर्दाखेरि त्यहाँनिर तपाईँ कतै परमेश्वरबाट हराउँदै भएको छैन। परमेश्वरबाट कतै हराएर तपाईँले परमेश्वरमा फेरि म पश्चाताप गर्छु भन्दै त हुनुहुन्न। कतै तपाईँको चेत फर्केको त छैन। यदि भनाइ छ, मानिसको भनाइ छ, हिँड्दा हिँड्दै बाटोमा ठेस लाग्यो भने, है, त्यसले ठेस लाग्दाखेरि आइयामा भन्छ त्यसले। कतै तपाईँले ठेस लागेको त छैन तपाईँलाई, कतै तपाईँलाई ठेस लागेर आइया परमेश्वर त भन्नुभएको छैन। परमेश्वर म यहाँ छु, म यस्तो धोका खाएँ मैले, यो प्रकारले तपाईँ कतै फुट्नु त भएको छैन। यदि फुट्नु भएको छैन भने तपाईँ अहिले धोका नखाइकन, काहीँ तपाईँ कुनै मानिससँग अप्ठ्यारोमा नपरिकन परमेश्वरका तपाईँ आउनुभयो भने तपाईँ फुटे तापनि परमेश्वर तपाईँलाई जोड्नुहुन्छ। अनि जब तपाईँ चाहिँ त्यो मानिस जस्तो, होइन, त्यो मानिस जस्तो उहाँ गएर फर्केर आएर आफ्नो बुबालाई उसले भन्दैछ, बुबा म चाहिँ तपाईँको विरुद्धमा र परमेश्वरको विरुद्धमा मैले तपाईँको विरुद्धमा काम गरेँ, मैले पाप गरेँ, मलाई क्षमा गर्नुहोस् भनेर त्यो व्यक्तिले भनेको छ। के तपाईँ त्यो व्यक्ति त हुनुहुन्न? यदि तपाईँ त्यो व्यक्ति हुनुहुन्छ भने तपाईँ परमेश्वर कहाँ आएर भन्नुहोस्, प्रभु मैले गल्ती गरेको छु, मलाई क्षमा गर्नुहोस्, मलाई माफ गर्नुहोस् भनेर यदि तपाईँले परमेश्वरलाई भन्नुभयो भने तपाईँको सारा पापहरू, सारा गल्तीहरू उहाँले मेटाउनुहुन्छ। जस्तै जुन प्रकारले प्रेरित 3:19 पदमा लेखिएको छ, पश्चातापले तपाईँको सारा पापहरू मेटाइन्छ भनेको छ। परमेश्वरले तपाईँहरू सबैलाई आशिष गरून्। हवस्, जय मसीह।